जीवन कहिले एकै दिनमा पर्फेक्ट हुँदैन। शरीरले कमजोर फिल गर्दा पनि तिमी उठेर सानो ह्याबिट पुरा गर्छौ भने त्यही असली प्रोग्रेस हो। आज बिहानै उठ्दा एनर्जी त्यति थिएन। रुघा लागेर टाउको र शरीर दुवै भारी फिल भइरहेको थियो। तर मैले आफैलाई सम्झाएँ, एस्टरडेको सन्देशले यो रुटिन बनाएको हो, आजको सन्देशले यो रुटिन बचाउनुपर्छ। बेड मिलाएँ किनकि दिनलाई कन्ट्रोल गर्ने मेरो पहिलो ह्याबिट यही हो। ब्रस गरेँ, तातो पानी पिएँ, साना स्टेप जस्ता लागे पनि यिनीले मलाई सुधार्दै ल्याएको हो। शरीर कमजोर फिल भए पनि मैले एक्सर्साइज स्किप गरिनँ। थोरै सही तर कन्सिस्टेन्सी नै पावर हो भन्दै एक्सर्साइज गर्न थालेँ। मेडिटेसनमा बसेँ र आज एकदमै डिप महसुस भयो। सिकाइ भनेको स्ट्रगल अनि हिलिङ दुवैको मिक्सचर हो। त्यसपछि म पढ्न बसेँ। आज मैले एचटिएमएलमा धेरै कुरा सिकेँ, जसमा फर्म इन एचटिएमएल, फर्म इन एचटिएमएलभित्र एक्सन इन फर्म, फर्म एलिमेन्ट्स जसमा पनि युजर नेम, पासवर्ड बनाउने, अनि लेबल, त्यस पछाडि रेडियो बटन, क्लास एन्ड आइडी जस्ता कुराहरू। आज मलाई निकै गाह्रो भइरहेको थियो। यस्तो अवस्थामा एकैचोटि मेडिसिन लिएर खानुभन्दा तुलसी पानी बनाएर खानु पऱ्यो भनेर मैले तुलसी र बेसार उमालेर पिएँ। यसबाट मैले के सिकेँ भन्दा स्वास्थ्यमा केयर गर्नु जान्नु लाइफ डिसिप्लिनको अर्को रूप हो। त्यसपछि म ट्युसन पढाउनु गएँ। आज मैले ट्युसनमा नानीहरूलाई ग्रामरको बारेमा पढाएँ। त्यसपछि घर फर्केर आएर म घरकै कामहरूमा व्यस्त भएँ। एक डिसिप्लिन व्यक्ति आफ्नो घर वरपर पनि डिसिप्लिन रहन्छ। दिउँसोको समय फ्री भएको कारणले आज मैले बिहान पढेकै कुराहरूलाई कसरी गर्ने भनेर ल्यापटपमा दिनभरि प्र्याक्टिस गरेर बसिरहेँ। दिनभरिको प्र्याक्टिसले आज मलाई धेरै कुरा सिकायो। मैले सिकेको कुराहरू तपाईँलाई पनि सिकाउन मलाई एकदमै इच्छा छ। तर के गर्नु, मसँग त्यो प्रोपर सामान नभएर मैले हजुरहरूलाई सिकाउन सकिरहेको छैन। एचटिएमएल सँगसँगै आज मैले नयाँ कुरा पनि सिकेँ। भिडियो सुट गर्दाखेरि कसरी सुट गर्ने, डिफ्रेन्ट डिफ्रेन्ट एङ्गलबाट सुट गर्दा कस्तो हुन्छ भनेर पनि मैले आज सिकेँ। त्यसपछि म फुटबल खेल्नु गएँ। फुटबल खेलेर आएर मैले एक्सर्साइज गर्न थालेँ। आज डे 11ले मलाई एकदमै गहिरो कुरा सिकायो। ट्रान्सफर्मेसन सधैँ बिग स्टेपमा हुँदैन। कहिलेकाहीँ रुघा लागेको शरीरले पनि सानो ह्याबिट पुरा गर्दा मनभित्र ठुलो बदलाव आउँछ। डे 11 कम्प्लिट। टुमरो वी राइज इभन स्ट्रङ्गर। बाई बाई।